है। सबभन्दा सुरु हेर्दा धेरै यो प्र्याक्टिस गर्नु होला। अब यो मिलिकन्स अर्डर बाइ एक्सपेरिमेन्टमा पनि टु टाइप्स अफ एक्सपेरिमेन्ट हुन्छ है। अब मिलिकन्समा के छ भन्दाखेरि एकपल्ट फर्स्टमा चाहिँ विदाउट के हुन्छ अरे विदाउट इलेक्ट्रिक फिल्ड भन्ने हुन्छ, के हुन्छ अरे विदाउट इलेक्ट्रिक फिल्ड भन्ने हुन्छ। र सेकेन्ड भनेको चाहिँ के भन्दाखेरि विथ इलेक्ट्रिक फिल्ड हैन। एकपल्ट चाहिँ तपाईले के गरिन्छ भन्दाखेरि यो सुरुमा चाहिँ मिलिकन्स अर्डर एक्सपेरिमेन्ट चाहिँ एकपल्ट चाहिँ भोल्टेज नदिकन चेक गरिन्छ र एकपल्ट चाहिँ के गरिन्छ भन्दाखेरि भोल्टेज चाहिँ दिएर चाहिँ चेक गरिन्छ है। त्यसको प्रोसेस चाहिँ यसको डेरिभेसन तपाईँहरूले चाहिँ अलिकति याद गर्नु नै पर्ने हुन्छ। यदि याद गर्नु भएन भने चाहिँ इक्जाममा चाहिँ थोरै गाह्रो पनि पार्दिन सक्छ है तपाईँहरूलाई। ठिक छ नि, यतिमा तपाईँहरूलाई के छ कन्फ्युजन छ। ल अब हामी जान्छौँ मेनली मिलिकन्स अर्डर एक्सपेरिमेन्टको एक्ज्याक्ट प्रोसेसमा हैन। र यहाँ त तपाईँलाई थोरै यहाँ प्रोसेस यो फिगर चाहिँ इक्जाममा बनाइदिनु भयो भने मार्क्स राम्ररी आउँछ। अब यसमा के छ भन्दाखेरि यो बाहिरको यसलाई भन्छ हामीले च्याम्बर भन्छौँ। के भन्छौँ भने हामीले च्याम्बर भन्छौँ हैन, च्याम्बर भन्छौँ। अब यो साइडको जुन छ नि यो जुन साइडको छ यसलाई हामीले एक्सरे अथवा भोल्टेज लेभल भन्छौँ। के अरे यताबाट चाहिँ एक्सरे, यताबाट चाहिँ के भन्दाखेरि यताबाट हाम्रो भोल्टेज हैन। अब भोल्टेज दिन्छौँ यहाँनिर। यो दुईटा भनेको चाहिँ हाम्रो अब भनौँ न दुईटा चाहिँ रड जस्तो भन्छ क्या यसलाई के भन्छ अरे रड भन्दा हुन्छ होइन भने चाहिँ अब ब्याट्री सोर्स हैन जसबाट चाहिँ हाम्रो मेनली यो चाहिँ के भन्दाखेरि हाम्रो एटोमाइजर के अरे एटोमाइजरलाई चाहिँ के गर्छ भन्दाखेरि अब एउटा ओइललाई चाहिँ सिंगल 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 ड्रपमा चाहिँ त्यसले चाहिँ यसरी ड्रप पिसेसमा चाहिँ यसरी यसले हामीलाई पास गर्नमा हेल्प गर्छ। र यतापट्टि भनेको चाहिँ लाइट छ, त्यसरी भनेको लाइट छ र यो चाहिँ हामीले हेर्न मिल्छ है। ल अब अर्को भनेको माइक्रोस्कोप पनि हामीले लाउन सक्छौँ। अब मेबी यो भनेको चाहिँ भित्रको भाग हो तर यो प्रोसेस कसरी भइरहेको छ भन्ने कुरा चाहिँ हामीले एउटा माइक्रोस्कोपबाट चाहिँ बाहिर राखेर चाहिँ हामीले हेर्न सक्छौँ है। ल यो खास चाहिँ हामीलाई इम्पोर्टेन्ट छैन तर यसको डेरिभेसन चाहिँ एकदम इम्पोर्टेन्ट छ है। ल अब यसको डेरिभेसन चाहिँ तपाईँलाई के छ भने एकदमै लाइक अब मैले सबै कुराहरूमा तपाईँलाई भन्दैन एक्ज्याक्टली चाहिने कुराहरू चाहिँ भन्छु ल। जस्तो कि यसमा भनेको मेनली फोर्सहरू लाग्छ के लाग्छ भन्दाखेरि सबभन्दा सुरुमा एउटा फोर्स भनेको तपाईँको के हुन्छ भन्दाखेरि एउटा भनेको के हुन्छ भन्दाखेरि अब्सट्रस्ट हुन्छ। के हुन्छ अरे अब्सट्रस्ट हुन्छ। दोस्रो भनेको के हुन्छ अरे विस्कस फोर्स। के हुन्छ अरे विस्कस फोर्स हैन। अब यो त सबै भनेको तपाईँले मेकानिक्समा पढिसक्नु भएको छ। अब्सट्रस्ट किन लाग्छ, विस्कस फोर्स किन लाग्छ भन्दाखेरि यो वाटर हो। वाटर भनेको यसको एउटा के हुन्छ भन्दाखेरि एउटा टेन्डेन्सी हुन्छ के हैन, जसले गर्दाखेरि यो तलतिर जान सक्छ हैन भने त्यसले माथितिर पनि जान सक्छ है। सो ओभरअली तपाईँको यहाँनिर दुईवटा फोर्स हुन्छ मैले तपाईँलाई भनिसकेको छु। फर्स्टमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँ गरौँ न हैन विथ इलेक्ट्रिक फिल्ड सरी विदाउट इलेक्ट्रिक फिल्डको हेर्नु विदाउट इलेक्ट्रिक फिल्ड हैन। इलेक्ट्रिक फिल्ड लाइन भने चाहिँ के हुन्छ त हैन। जस्तो इलेक्ट्रिक फिल्ड लाइन भने हाम्रो ओइल ड्रप चाहिँ कस्तो हुन्छ भन्दाखेरि ओइल ड्रपमा लाग्ने फोर्स मात्रै हेर्छ हामीले है। सपोज गर्नु यो मेरो ओइल ड्रप हो हैन, यो मेरो ओइल ड्रप हो। अब यतापट्टि चाहिँ मेरो के छ भन्दाखेरि यतापट्टि पनि एउटा फोर्स लाग्छ तलपट्टि पनि फोर्स लाग्छ तर कतिवटा कुन फोर्स लाग्ने हो भन्ने कुरा हो के हैन। कतिवटा चाहिँ कुन फोर्स चाहिँ कतापट्टि लाग्छ भन्ने कुरा चाहिँ हामीले थोरै ध्यान दिनुपर्ने हुन्छ हैन। अब हामीले चाहिँ के गर्छ भन्दाखेरि यतापट्टि हैन माथिपट्टि तलपट्टि भनेको यसको वेटको कारणले लाग्ने फोर्स हो। के कारणले लाग्छ अरे यसको वेट डब्लुको कारणले तलपट्टि वेट लाग्छ, माथिपट्टि हाम्रो अब्सट्रस्ट लाग्छ किनभने तलपट्टि ढकेल्दाखेरि माथिपट्टि लाग्ने हो। माथिपट्टि हाम्रो के लाग्छ अरे अब्सट्रस्ट लाग्छ। भेलोसिटी कतापट्टि हुन्छ अरे तलपट्टि भेलोसिटी v1 हुन्छ। र यो भेलोसिटीले गर्दाखेरि फोर्स तलपट्टि लाग्छ अरे माथि mv1 त्यसरी चाहिँ लागेको हुन्छ है। ठीक छ नि। ल अब हामीलाई थाहा हुनुपर्ने कुराहरू के भन्दाखेरि अब्सट्रस्ट भनेको फर्मुला O/3 πr³ ρg अथवा सिग्मा जी हैन, सिग्मा जी भनेर भन्छ हामीले हैन। O/3 πr³ सिग्मा जी हैन। त्यही अनुसारमा भोल्युम अफ ओइल ड्रप यो तपाईको यु भनेको के अरे यो अब्सट्रस्ट हो। के अरे यो अब्सट्रस्ट हैन। त्यो यो भनेको तपाईँ गरेको अब्सट्रस्ट भइहाल्यो। अब अर्को के आउँछ होला, अर्को हाम्रो के आउँछ भन्दाखेरि अब यहाँ फर्मुला छ नि त एउटा फोर्स छ एउटा माथि अब्सट्रस्ट छ तलपट्टि वेट छ। अब वेटको फर्मुला चाहिँ के होला भन्दाखेरि वेटको फर्मुला भनेको सिम्पल छ O/3 πr³ ρg यो चाहिँ डेन्सिटी हो। यो भने के भन्दाखेरि वेट अफ ओइल ड्रप हो। के अरे वेट अफ ओइल ड्रप हो हैन। अब यहाँ अझै एउटा कुरा आउँछ मलाई एउटा फर्मुला भन्न त अब्सट्रस्ट पनि आइहाल्यो यो पनि फर्मुला आइहाल्यो। अब एउटा भनेको के बाँकी छ भन्दाखेरि mv1 के अरे mv1 बाँकी छ। त्यसको फर्मुला के भन्दाखेरि 6 π eta r_v1 के अरे 6 π eta r_v1 यसको अर्को मेन फर्मुला है। ल अब ओभरअल यदि हामीले फर्मुला हेर्ने भने देन फर्मुलाहरू के हुन्छ भन्दाखेरि हाम्रो ओभरअल फर्मुला के हुन्छ भन्दाखेरि u + f_v1 = w हाम्रो मेन फर्मुला यही हो हैन। अब u भनेको के भन्दाखेरि 4/3 πr³ सिग्मा g हैन। अनि f_v1 भनेको के भन्दाखेरि 6 π eta r_v1 = w भनेको के भन्दाखेरि 4/3 πr³ ρg हैन। यो हाम्रो मेन फर्मुला आयो है। अब यहाँबाट चाहिँ हामीले के गर्छौँ भन्दाखेरि यहाँबाट हामीले एउटा कुरा निकाल्छौँ। त्यो भनेको के निकाल्छौँ भन्दाखेरि रेडियस निकाल्छौँ। के निकाल्छौँ भने रेडियस। सो अन सल्भिङ हैन यो होल इक्वेसनलाई तपाईले सल्भ गर्ने भयो भने अनसल्भिङ हैन अनसल्भिङ हाम्रो इक्वेसन के आउँछ भन्दा डाइरेक्टली मैले लेखेको तपाईहरुले पनि डाइरेक्टली लेख्न सक्नुहुन्छ। कुन त छैन r = √ओभर के अरे r = √ओभर 9 eta v1 डिवाइड बाइ 2 रो माइनस सिग्मा जी के अरे 2 रो माइनस सिग्मा जी के अरे 2 रो माइनस सिग्मा जी यो मेरो फर्मुला 2 eta v1 सरी 9 eta v1 डिवाइड बाइ 2 रो माइनस सिग्मा जी यो हाम्रो मेन फर्मुला है। ल अब अरु भनेको फर्मुला यो तपाईको मेन फर्मुला भइहाल्यो। यो कुन केसबाट आयो अरे यो कुन केसबाट आयो यो हाम्रो कुन केसबाट आयो अरे हेलो यो हाम्रो विथ इलेक्ट्रिक फिल्ड हो कि विदाउट इलेक्ट्रिक फिल्ड हो विदाउट इलेक्ट्रिक फिल्ड विदाउट इलेक्ट्रिक फिल्ड ओ विदाउट इलेक्ट्रिक फिल्डबाट चाहिँ हाम्रो यति रेडियसको भ्यालुसम्म निकाल्ने हैन फर्स्ट केसबाट। अब सेकेन्डमा के गर्ने त भन्दाखेरि सेकेन्डली हैन सेकेन्डमा चाहिँ अब विथ इलेक्ट्रिक फिल्ड के अरे विथ इलेक्ट्रिक फिल्ड। अब यदि हामीले इलेक्ट्रिक फिल्ड लगाइदिने हो अब हामीले इलेक्ट्रिक फिल्ड लगाइदिने हो भने अब हाम्रो फोर्सहरु कसरी एक्ट हुन्छ भन्ने कुरा हो है। जस्तै हेर्नु
यहाँ मैले यस्तो गरिदिएँ एउटा, हेर यहाँबाट यस्तो भयो, त्यसपछि यहाँ यस्तो भयो हैन। यसमा के लाग्यो भन्दाखेरि फोर्स लाग्यो हैन, त्यसरी फोर्स छ। अब यसमा अलरेडी हाम्रो पहिला के थियो भन्दाखेरि डब्लु मै छ, माथिपट्टि पनि के लागेको छ भन्दाखेरि अब्जस्ट नै लागेको छ हैन। माथिपट्टि अलरेडी हामीसँग के छ भन्दाखेरि अब हेरौँ ल, अब हेरौँ हाम्रो अब V2 चाहिँ के छ भन्दाखेरि नि V2 पहिला तलपट्टि लाग्थ्यो, अब V2 माथिपट्टि लाग्छ के, भेलोसिटी माथिपट्टि जान्छ। किन भन्दाखेरि अब हामीलाई तल चाहिँ F V2 लाग्ने भयो, अनि माथिपट्टि के लाग्छ भन्दाखेरि इलेक्ट्रिक फिल्ड लाग्ने भयो है। अब यहाँ केही पनि थपिदिनु, लगभग सबै कुराहरु सेम हुन्छ हैन, एभ्रीथिङ इज सेम, तर थोरै फर्मुलाहरु मात्र चेन्ज हो हैन। हैन भने लगभग सबै कुराहरु सेम हुन्छ के। हाम्रो अब फर्मुला के हो भन्दाखेरि नि मेनली यहाँ तपाईहरुले के बुझ्नु पर्यो भन्दाखेरि यो भनेको चाहिँ के हो भन्दाखेरि यो फिगरमा के चाहिँ एक्सप्लेन गर्न खोजिरहेको छ भन्दाखेरि नि हैन, इलेक्ट्रोस्टैटिक फोर्स के रे, इलेक्ट्रोस्टैटिक फोर्स प्लस अपथ्रस्ट इक्वल्स टू विस्कस फोर्स के रे, इक्वल्स टू विस्कस फोर्स प्लस वेट। यही हो फर्मुला हैन, ओभरअल फर्मुला यही हुन्छ। अब यो त फर्मुला त मैले भने, तर यो फर्मुलाहरु भनेको चाहिँ के हो भन्दाखेरि यहाँ सिम्पल भ्यालुहरु राख्ने। QE भनेको चाहिँ इलेक्ट्रोस्टैटिक फोर्स हो, अपथ्रस्ट भनेको तपाईको के हुन्छ भन्दाखेरि 4/3 पाइ r क्यूब सिग्मा g हुन्छ, विस्कस फोर्स भनेको 6 पाइ इटा r के हुन्छ होला, यहाँ V1 चाहिँ V2 आउँछ होला, के आउँछ होला, के आउँछ होला भन्नु त, V1 चाहिँ V2 के आउँछ, यहाँ के आउँछ भन्नुस् त, 6 पाइ इटा r, V1 चाहिँ V2 आउँछ भन्नुस् त, 6 पाइ इटा r है त, किनभने V1 अलरेडी छ हामीसँग हैन, 6 पाइ इटा r V2 आयो। अब यति भयो, वेट भनेको के हुन्छ भन्दाखेरि 4/3 पाइ r क्यूब रो g, हाम्रो ओभरअल यति फर्मुला आयो। अब यो इक्वेसनलाई अनसल्भिङ यदि लेख्ने भने यो इक्वेसनलाई मैले सल्भ गर्दिन भने के आउँछ भन्दाखेरि q इक्वल्स टु 6 पाइ इटा r V1 प्लस V2 डिवाइडेड बाइ हैन e, हाम्रो मेन फर्मुला आयो हैन। अब त तपाईहरुले r को भ्यालु राख्ने हो भने देन देयरफोर q इक्वल्स टु हाम्रो फर्मुला के हुन्छ भन्दाखेरि q इक्वल्स हाम्रो फर्मुला बन्ने भनेको चाहिँ के हो भन्दाखेरि 6 पाइ इटा डिवाइडेड बाइ e हैन, रुट ओभर फर्मुला भनेको 9 इटा V1 डिवाइड बाइ 2 रो माइनस सिग्मा g, 2 रो माइनस सिग्मा g इन्टु V1 माइनस V2 के रे, V1 माइनस V2 है। यो तपाईको मेन फर्मुला भयो, ठीक छ। ल तपाईहरुलाई एक्जाममा सोध्यो भने यो यति प्रोसेस गरिदिनु पर्छ है, यो फिगर बनाउने, यो सानो फिगर बनाउने, अनि टक्कसँग सल्भ गरिदिनु भने 4 देखि 5 मार्क्स आरामले आइहाल्छ। यसमा अब थोरै लेटेस्ट कन्सिडरहरु चाहिँ तपाईहरुले आफै लेख्नु होला हैन, हैन भने चाहिँ लगभग यति गरे लगभग पुग्छ है। यसमा तपाईहरुलाई कसैलाई पनि कन्फ्युजन छ यो अलिकति गाह्रो पनि लाग्न सक्छ होला, यो अलिकति गाह्रो नै छ ल, सजिलो हो भने एक्सप्लेन गरिदिनु न हजुर। सर फेरि एक्सप्लेन गरिदिनु न ल, फेरि एकपल्ट भन्दैछु ल, हेरौँ ल, सुरुदेखि हेरौँ ल। सुरुमा चाहिँ हामीले एउटा जस्तो भाडा जस्तो भएको एउटा च्याम्बर छ हैन, यहाँ अब एक्सरे को रेहरु भित्र पास हुन्छ हैन, यहाँ अरु डिफरेन्ट कुराहरु पनि यसमा अलरेडी छ दिएको है, अलरेडी हामीसँग 6 क्वेशनमा दिएको छ। त्यसपछि के भन्नु भन्दाखेरि इलेक्ट्रिक फिल्ड बिना, हेर इलेक्ट्रिक फिल्ड बिना चाहिँ कति हुन्छ त भन्ने कुरा लाग्यो भनेर भनेको त्यसले फोर्स हैन। सुरुमा चाहिँ इलेक्ट्रिक फिल्ड बिना चाहिँ त्यसको के निकाल्न सकिन्छ भन्दाखेरि त्यहाँबाट हाम्रो आउने भनेको चाहिँ रेडियस, यो भनेको के आउँछ भन्दाखेरि हाम्रो अरे के आउँछ अरे रेडियस अफ ओइल ड्रप आउँछ, के आउँछ अरे रेडियस अफ ओइल ड्रप हैन। अब तपाईले रेडियस निकालिसकेपछि के गर्नुपर्छ भन्दाखेरि इलेक्ट्रिक फिल्ड लगाइसकेपछि अब के हुन्छ भन्दाखेरि नि इलेक्ट्रिक फिल्ड लगाइसकेपछि दुई तीनवटा कुराहरु हुन्छ। एउटा भनेको त्यसमा अब इलेक्ट्रोस्टैटिक फोर्स पनि लाग्छ, अर्को भनेको विस्कस फोर्स पहिला माथि लाग्छ, अब कताबाट लाग्छ अरे तलपट्टि लाग्न थाल्छ के, किनभने कुनै न कुनै एउटा फोर्सले त्यसले अपोज गर्छ हैन। लगभग यति कुरा त भइसक्यो हैन, यति कुरा भयो हैन। अब यसमा के गरिन्छ भन्दाखेरि हैन, जस्तो QE इक्वल्स टु हाम्रो फर्मुला के हुन्छ, QE प्लस 4/3 पाइ r क्यूब सिग्मा g। यो 4/3 पाइ r क्यूब सिग्मा g कहाँबाट आयो भन्नुहुन्छ भने अपथ्रस्टको फर्मुला जुन हामीले मेकानिक्समा पढाइदियौं त्यहाँबाट आएको है। विस्कस फोर्स भनेको फर्मुला अलरेडी हामीलाई थाहा छ 6 पाइ इटा r v हैन, भोल्युम मतलब भेलोसिटीको फर्मुला हुन्छ। अब वेटमा हामीले किन यहाँ डेन्सिटी राख्यौं, यहाँ किन सिग्मा राख्यौं भन्दाखेरि अपथ्रस्टको सिग्माको भ्यालु फरक हुन्छ र यसको वेटको डेन्सिटीको भ्यालु फरक हुन्छ। हुन त दुईटैमा फेरि सेम हो, डेन्सिटी नै हो दुवै कुरा, तर त्यसलाई हामीले रिप्रेजेन्टेसन फरक तरिकाले गर्यौ है। लगभग यति कुरा भइसकेपछि हामीले यहाँबाट ओभरअल निकाल्ने भनेको चार्ज मात्र हो, यो मेन चार्ज फर्मुला यति हो। अब यसमा तपाईले r भ्यालु सुरुमा निकालेर डाइरेक्टली r राखे भने नि भयो, हैन म r को भ्यालु पछि निकाल्छु भनेर भन्नु भयो र यसरी तपाईले भ्यालु राख्दा पनि हुन्छ, ठीक छ। अब एक्जाममा सोध्यो भने यति चाहिँ गर्नु पर्यो ल। यसरी लास्टको यो V1 प्लस V2 र V1 माइनस V2 चाहिँ तपाईले बुकमा चाहिँ हेर्नु ल। जस्तो अब माथिदेखि तल गइरहेछ भने र तलदेखि माथि गइरहेछ भन्ने एउटा केस छ, त्यो चाहिँ मेरो नोटमा मैले लेखेको छैन, त्यो तपाईले एकपल्ट बुक हेर्नु न ल, त्यो डेरिभेसन गर्दाखेरि त्यहाँ एउटा केस दिएको छ के। V1 प्लस V2 लेख्दा पनि V1 माइनस V2 लेख्दा पनि खासै केही पनि फरक चाहिँ आउँदैन हैन, खाली त्यो रिलेसन मात्र हो के, ओइल ड्रप तलपट्टि गइरहेछ कि माथिपट्टि गइरहेछ, ठीक छ ल। यो तपाईको 4 मार्क्स कम्प्लिटेड है, 4 मार्क्स एउटा खुद्रुकसँग आइहाल्छ है, 4 मार्क्स लगभग यति हो। अब दोस्रो भनेको चाहिँ के भन्दाखेरि मोसनमा इलेक्ट्रोनिक इलेक्ट्रिक फिल्ड हैन, यो पनि गर्दा त हुन्थ्यो हुन त ल। यो पनि कुनै सोध्न सोध्छ तर पनि एकपल्ट हेरिहाल्नु है त ल। अब खासमा यो हेर्नु पर्दा पनि ठिकै छ, त्यो पनि हेरिहालौँ एकैछिन ल। मैले एउटा फिगर उठाएर ल्याउँछु ल। फिगर मोसन अफ इलेक्ट्रोन टु इलेक्ट्रिक फिल्ड। अलिकति बुझेन भने चाहिँ बुक पनि हेर्नु होला ल, 100% बुझ्दैन ल सबै कुरा, सुन्नु नि।
सबै कुरा बुझेको भए त टेन्सन सकिहाल्छ नि ल तर म बुझाउन खोज्छु है त सेभ इमेज ल क्वेशन देखिरहनु भएको छ यो फिगर देखिरहनु भएको छ कि नै सर देखेको छ देखेको छ नि है ल ध्यान दिएर हेर्नु होला यो पनि सोध्छ ल यहाँबाट कुनै कुनै बेला इफ माथिको सोध्नु भने यो क्वेशन चाहिँ सियोर छ अब यो क्वेशन चाहिँ के भन्दाखेरि खासमा तपाईहरुलाई मोसन अफ इलेक्ट्रोन इन युनिफर्म इलेक्ट्रिक फिल्ड के भन्छ युनिफर्म इलेक्ट्रिक फिल्ड है अब ध्यान दिएर हेर्नु होला यो फिगर हेरे बुझ्दिन के हैन अनि यसमा एउटा मात्र फर्मुला लाग्छ त्यो फर्मुला के छ त तपाईहरुले यो वाला फर्मुला कहिले पढ्नु भएको छ तपाईहरुले यो वाला फर्मुला पढ्नु भएको छ कि एकछिन म भन्छु त y = ut + 1/2 at square यो वाला फर्मुला कहिले पढ्नु भएको छ कि नै सर पढेको छ पढेछ नि हैन हो यही फर्मुलामा यो ओभरअली पुरा फर्मुला नै यही फर्मुलामा डिपेन्डेन्ट छ के होल प्रोसेस नै यही फर्मुलामा जरा डिपेन्डेन्ट छ अब यहाँ के छ भनेर भन्नुहुन्छ भने हैन एक साइड तको पोजिटिभ चार्ज छ एक साइड के साथ गरे नेगेटिभ चार्ज हैन सपोज गर्नु यो एउटा लेन्थ l छ यसको लेन्थ l छ त्यसरी यसको लेन्थ चाहिँ के छ हाम्रो l छ अथवा यसको लेन्थ d छ त्यसै मान्दा हुन्छ हैन अनि हाम्रो चाहिँ के छ भन्दाखेरि हाम्रो एउटा कुनै जस्तो सपोज गरे एउटा हाम्रो वेट ड्रप भयो हैन अथवा एउटा कुनै पार्टिकल छ यसरी एउटा कुनै पार्टिकल छ हाम्रो पार्टिकल अब एउटा यो मतलब पोजिटिभ र नेगेटिभ चार्ज भएको बिचको उत्तरमा चाहिँ आयो भने के हुन्छ भन्दाखेरि यदि यो एउटा सिम्पल भन्नु अब अलिकति गरे के गर्नु भन्दाखेरि नि पातलो वाला लाइनमा सपोज गर्नुस् कि यहाँबाट यस्तो एउटा लाइन छ हैन अनि यस्तो एउटा लाइन गएको छ हैन जानु पर्ने थियो सिधा यसरी कालो वाला लाइनमा हो तर के भन्दाखेरि यहाँबाट के भयो डेभिएट भयो के भयो डेभिएट भयो हैन के भयो डेभिएट भइरहेछ हैन यतापट्टि यसरी जानु पर्ने तर के भइरहेछ भन्दा यतापट्टि यो के अरे डेभिएट भएको छ हैन यदि हेर्ने भने यो यदि मैले यो पोइन्टमा यदि मैले हेर्ने हो भने हैन एउटा यो पोइन्ट हुन्छ एउटा यो पोइन्ट हुन्छ हैन यो पनि हुन्छ अब यतापट्टि भनेको vx होला यतापट्टि भनेको होला भन्दा vy होला हैन दुईपट्टिको फोर्स छ अब एंगल चाहिँ कतापट्टि बन्छ भन्दाखेरि यसको बेसतिर बन्छ त हैन बेसतिर भनेको थीटा बनिहाल्छ अब थीटा एंगल भइसकेपछि अब हामीलाई चाहिँ के चाहिन्छ भन्दाखेरि नि हैन अब यसको एक्सेलरेसनको भ्यालु कति होला त हैन जस्तो y डाइरेक्सन दिएर चाहिँ कति छ भ्यालु हैन मेन भनेको हामीले हेर्ने भनेको चाहिँ कतापट्टि गरे y डाइरेक्सन दिएको भ्यालु हेर्ने कतापट्टि हेर्ने रे y डाइरेक्सन दिएको भ्यालु हेर्ने सिम्पल एकदम फेरि भन्दैछु y डाइरेक्सन दिएर चाहिँ हामीले भ्यालु हेर्नु पर्ने हुन्छ कतापट्टि हेर्नु पर्ने हुन्छ रे y डाइरेक्सन तिर y डाइरेक्सन भन्दा मेरो कतापट्टि हो यो माथिपट्टि चाहिँ सबै के भन्दा गर्नु माथि र तलपट्टि के अरे भाग गरे हाम्रो y डाइरेक्सन हो र यतापट्टि र यतापट्टि भनेको मेरो कुन डाइरेक्सन रे x डाइरेक्सन हो ठीक छ कि नै यसमा तपाईहरु कसैले के छ यसमा भन्नु पर्ने भनेको भनिहाल्नुस् छैन सर हैन नि है ल अब यसमा तपाईको दुईटा फर्मुला बन्छ के x र y को टर्मको दुईटा फर्मुला बन्छ अब के फर्मुला बन्छ भन्दा हेर्नु y = ut + 1/2 स्क्वायर यही फर्मुला हो हैन तर एक्सेलरेसन एलोङ x डाइरेक्सन हेर्दाखेरि कतापट्टि अरे एक्सेलरेसन एलोङ x डाइरेक्सन हेर्ने हो भने हाम्रो x भ्यालु के हुन्छ भन्दाखेरि के हुन्छ रे x भ्यालु हाम्रो के हुन्छ 0 हुन्छ के हुन्छ रे x भ्यालु हाम्रो के हुन्छ रे 0 हुन्छ हैन x तिर कुनै पनि भेलोसिटी चाहिँ गरिरहेको हुँदैन हैन सो हाम्रो के हुन्छ भन्दाखेरि फर्मुला x = 0 * t 0 * हैन u * t हुन्छ u * t + 1/2 * x भ्यालु 0 * t स्क्वायर सो देयरफोर x भ्यालु कति आउनु भयो रे ut अनि ut इक्वेसन यसलाई मान्दै हैन अब यहाँबाट के भन्नु भन्दाखेरि x भनेको के भन्दाखेरि x चाहिँ x इज द होरिजोन्टल डिस्प्लेसमेन्ट भन्यो के भन्यो अरे x इज द होरिजोन्टल डिस्प्लेसमेन्ट के भन्यो अरे x इज द होरिजोन्टल डिस्प्लेसमेन्ट x भनेको के गर्छ अरे होरिजोन्टल डिस्टेन्स अथवा डिस्प्लेसमेन्ट हो भनेर चाहिँ भन्छ हैन अब यति भइसकेपछि चाहिँ के भयो भन्दाखेरि x भ्यालु चाहिँ होरिजोन्टल डिस्प्लेसमेन्ट दिएर छ भनेर भन्यो अब सेकेन्डमा चाहिँ के छ भन्दाखेरि y = 0 * t + 1/2 at स्क्वायर हुन्छ भनेर भन्यो अब 0 किन हो भन्दाखेरि y पट्टि चाहिँ खाली डिस्प्लेसमेन्ट अफ इलेक्ट्रोन यदि हामीले हेर्दाखेरि इनिशियल भ्यालु के पनि छैन हैन y तिर चाहिँ कुनै भेलोसिटी गएको छैन हैन x तिर मात्र गएको छ त्यही भएर कति आउँछ भन्दाखेरि 1/2 at स्क्वायर र y को भ्यालु यहाँ 1/2 स्क्वायर x पनि भ्यालु आउँछ ut है ओभरअल यो हेर्ने भने हाम्रो फर्मुला के भन्छ भन्दाखेरि मास इन्टु एक्सेलरेसन के हुन्छ भन्दाखेरि e * e हुन्छ यो कहाँबाट आयो त यो कहाँबाट आयो भन्दाखेरि इलेक्ट्रिकल फोर्स के अरे इलेक्ट्रिकल फोर्स इक्वल्स टु के आउँछ अरे इक्वल्स टु के हुन्छ अरे मेकानिकल फोर्स हुन्छ के हुन्छ अरे मेकानिकल फोर्स हुन्छ अनि m * a इक्वल्स टु e * e फर्मुला हैन और m a इक्वल्स टु e * e भनेको चाहिँ के भन्ने भन्दाखेरि अब यहाँबाट चाहिँ के निकाल्ने भन्दाखेरि हो एक्सेलरेसन निकाल्ने अब एक्सेलरेसन निकाल्ने भने के हुन्छ e * e/m अब तपाईलाई थाहा छैन भने म फेरि भनिदिन्छु स्मल e भनेको चाहिँ चार्ज हो चार्ज अफ इलेक्ट्रोन हैन e भनेको चाहिँ के भन्दाखेरि e भनेको चाहिँ के भन्दाखेरि इलेक्ट्रिक फिल्ड हो के अरे इलेक्ट्रिक फिल्ड हो m भनेको चाहिँ के अरे मास के अरे मास अफ इलेक्ट्रोन हो है त तीनटा कुरा ध्यान दिएर राख्नु है ल यति फर्मुला मेरो आयो है यति मेरो फर्मुला आयो अब तपाईहरुले यहाँ एउटा चाहिँ तपाईलाई चेक गर्नुपर्ने हुन्छ के अब e भनेको चाहिँ के भन्दाखेरि इलेक्ट्रिक भनेको भोल्टेज बाइ डिस्टेन्स हो के हैन कति अरे भोल्टेज बाइ डिस्टेन्स हो अब तपाईले ओभरअल यो यदि भ्यालु यदि हाल्ने हो र चेक गर्ने हो भने के हुन्छ भन्दाखेरि नि हाम्रो एक्सेलरेसन इक्वल्स टु हैन e * v / md अरे e * v / md हुन्छ के हुन्छ अरे e * v / md इज ev / मास * डिस्टेन्स यति भयो अब हामीले एक्ज्याक्टली निकाल्न चाहिँ के खोजेको भन्नुहुन्छ भने
हामीले निकाल्न खोजेको खाली y मात्र हो के हैन कति चाहिँ डिस्प्लेसमेन्ट रहछ त मोसनमा भनेर भन्छ सो हाम्रो फर्मुला के थियो y = 1/2 के थियो 80 स्क्वायर थियो कि नै यो नि यो देख्न न त हाम्रो 1/2 80 स्क्वायर भन्ने फर्मुला थियो कि हाम्रो 1/2 80 स्क्वायर फर्मुला हो नि सो यहाँबाट के गर्ने भन्दाखेरि 1/2 इन्टु एक्सप्रेसनको फर्मुला के हुन्छ EB/MD भइहाल्यो अब टाइम पिरियड त यतिकै त राख्न मिल्दैन त टाइम पिरियड पनि भ्यालु छ हामीसँग के छ भन्दाखेरि x = UT बाट के हुन्छ t = x/u हुन्छ यहाँबाट यसरी हेर्ने हो ए भ्यालु यहाँ राख्दियौ दैट इज x upon u दैट इज ओभरअली हेर्ने हो भने फर्मुला के बन्छ त भन्दाखेरि y = EB सो यहाँ स्क्वायर हुन्छ है EB हैन डिवाइडेड बाइ 2MD u स्क्वायर x स्क्वायर है त यो यसको भनेको रिलेसन हो ठीक छ यसमा कसैलाई पनि कन्फ्युजन छ के पनि कन्फ्युजन छ तपाईहरुलाई भन्न सक्छु के छ यसमा तपाईले भन्न हुन्छ ल Do you have any confusion? सर नि है ल अब नहुनु पर्ने हो अब यही अनुसार तपाईले अब डिफरेन्ट कुराहरु चाहिँ निकाल्न सक्नुहुन्छ तर एक्जाममा तपाईहरुलाई यो प्रुफ गर्न सोधिन्छ होला कुनै बेला हैन मसँग लेट हुन्छ लेट फिल्डमा चाहिँ कति हुन्छ भनेर प्रुफ गर भनेर तपाईलाई सोधिन्छ त्यतिबेला चाहिँ चाहिन्छ है ठीक छ कसैलाई केही भन्नु छ भने फुरुक्कसँग भनिहाल अहिले नै हैन भने म अगाडि बढिहाल्छु यो लेसनमा हामीसँग टाइम दिन त्यस्तो टाइम छैन मलाई पनि सोध्नलाई टाइम छैन है ल ठीक छ त्यसो भए अब तपाईहरुलाई अर्को भनेको चाहिँ के सोध्छ भन्दा यो त तपाईले एक्जाममा सोधेको क्वेशनहरु हो म तपाईलाई भनेको है खासमा हैन भने तपाईहरुलाई त्यस्तो खासै सोध्न सोधेन हैन ल अब अर्को भनेको चाहिँ के छ भन्दाखेरि नि हैन अर्को भनेको तपाईहरुको क्याथोड रेको बारेमा सोध्छ के बारेमा सोध्छ अरे क्याथोड रेको बारेमा सोध्छ के बारेमा सोध्छ अरे क्याथोड रेस है हेर्नु यहाँ दिएर क्याथोड रेस सुन्नु भएको छ कतै क्याथोड रेस सुन्नु भएको छ कतै सर सुनेको छ के भन्नु त क्याथोड रे भनेको के हो What do you understand the cathode ray? Cathode ray भनेको के हो भन्दैन त कसैले पनि cathode ray भनेको के हो What do you understand the cathode ray? बुझ्दै छ भने भन्नुस् न के तपाईहरु कस्तो चुलाएर बस्नु हो के string of electrons emitted normally from surface cathode assuming electrons अरु एक्जाममा चाहिँ के लेख्नुहुन्छ भोलि पर्सि आयो भने क्याथोड रे भनेको चाहिँ के हेर्नुहुन्छ के अरुको थोप्रा हेरेर बस्ने हो एक्जाममा के लेख्नु पर्दैन यो सानो सानो क्वेशनहरु हो के सर्ट क्वेशनहरु अब यो क्वेशनहरुलाई पनि तपाईहरुलाई अब यादै गर्नुपर्छ भन्नुपर्छ भने त अब म के पनि भन्दिन है फेरि बुझ्नु नि सानो सानो क्वेशनहरुलाई पनि घोक्नु पर्यो भने काम छैन बुझिराख्नु यति कुरा ल सो क्याथोड रे भनेको के होला त क्याथोड रे भनेको यहाँ भन्नुभयो एक जनाले इलेक्ट्रोन्स बीम भन्नुभएको छ फास्टोमिङ इलेक्ट्रोन भन्नुभएको छ अरु थोक कसैलाई के छ यसमा क्याथोड रे भनेको के होला ठीक छ म भनिन्छु हेर्नु है ध्यान दिएर ल हेर्नु पिछामा यसरी लेख्नु होला यति लेखेर दिनु मार्क्स द फेनोमेनन अफ फ्लो अफ चार्ज द फेनोमेनन अफ फ्लो अफ चार्ज हैन द फेनोमेनन अफ फ्लो अफ चार्ज हैन हेर्नु है ध्यान दिएर द फेनोमेनन अफ फ्लो अफ चार्ज पार्टिकल्स फ्रम का भन्दाखेरि क्याथोड प्लेट कहाँ रे कैथोड प्लेट टू एनोड प्लेट कहाँ रे एनोड प्लेट कैथोड प्लेट कहाँ रे एनोड प्लेट हैन एनोड प्लेट एंड प्रोडक्शन ऑफ रेज of particles so produced are known as cathode ray है त ल cathode ray भन्दा यति लेख्नु न लेख्नुलाई त एउटा चाहिँ फेनोमेनन हो रे खासमा रे त रे नै हो हैन द फेनोमेनन अफ फ्लो अफ चार्ज पार्टिकल्स फ्रम cathode plate to anode plate and production of rays of particles so produced are known as cathode rays हैन एउटा चाहिँ फेनोमेनन हुन्छ रे फ्लो अफ चार्ज पार्टिकल्स cathode plate देखि anode सम्म जान्छ रे र त्यति बेला चाहिँ प्रोडक्सन अफ रेज चाहिँ हुन्छ भने त्यसलाई हामीले के भन्छौँ रे cathode ray भनेर भन्छौँ ठीक छ यसमा कसैलाई के डाउट छ छैन नि अब यसमा तपाईलाई एक्ज्याक्टली के चाहिँ सोध्छ भन्दाखेरि अब खासमा एक्जाम पोइन्ट अफ भ्यू भनेको चाहिँ के हो भन्दाखेरि धेरै के पनि हैन प्रोपर्टिज के रे प्रोपर्टिज अफ cathode rays के सोध्छ रे प्रोपर्टिज अफ cathode rays के रे प्रोपर्टिज अफ cathode rays मेनली सोध्छ एउटा त cathode ray को प्रोपर्टी के छ cathode ray को प्रोपर्टी थाहा छ प्रोपर्टिज अफ cathode rays के हो हेलो cathode ray को प्रोपर्टी के हो ले cathode ray को प्रोपर्टी थाहा छैन तपाईहरुलाई डेपोजिट काइन्ड एनर्जीहरु एउटा मात्र हुन्छ त चारवटा लेख्नु भयो चारवटा नेगेटिभली चार्ज इलेक्ट्रोन भन्नु भयो नि नेगेटिभ हुन्छ र जे भन्दिने अनि जे पायो त्यही भन्दिने त केटाकेटी हो ल लेख
ल लेख पोइन्ट नम्बर 1 मा लेख बुक पढ्यो तिमी के पढा थाहा छैन मलाई भाइ ल ठिकै छ ल ऐसा लेख न दे क्यारी नेगेटिभ चार्ज लेख तपाईँ फर्स्टमा हैन दोस्रो भनेको चाहिँ के लेख भन्दाखेरि दे आर पेनिट्रेटिङ पावर इज लो पेनिट्रेटिङ पावर इज लो पेनिट्रेटिङ पावर भनेको थाहा छ नि थाहा छ कि नै पेनिट्रेटिङ पावर भनेको थाहा छ नि थाहा छैन केही पनि कुरा छेडेर जानु के केही पनि कुरा चाहिँ छेडेर जानु भनेको त्यसलाई हामीले पेनिट्रेटिङ पावर भन्छौँ कि कति छ त हैन अर्को भनेको त्यसो हेर्नु न थर्ड नम्बरको भनेको चाहिँ थर्डमा के लेख्नु भन्दाखेरि they produces heat when placed on a matter अब लास्ट पोइन्ट के होला त पोइन्ट नम्बर 4 भनेको चाहिँ के भन्दाखेरि they produces fluorescence के रे they produces fluorescence when they strike the glass wall त्यो ग्लास वालमा चाहिँ टराउँछ भने चाहिँ त्यसलाई चाहिँ के गर्छ अरे फ्लोरोसेन्स प्रोड्युस हुन्छ भनेर हुन्छ है यति पोइन्टहरु चाहिँ तपाईले लेख्नु होला एक्जाममा यस्तो कुराहरु पनि सोध्छ है ठीक छ अब अर्को भनेको अरु पनि कुराहरु हुन सक्छ तपाईले एकपल्ट बुकलाई चाहिँ फोकस गर्नु होला है ल अब क्याथोड रे लगभग यति कुराहरु नै सोध्छ हैन अब अरु खासै त्यस्तो खासै क्वेशनहरु छैन अब यसबाट चाहिँ न्यूमेरिकल भनेको चाहिँ कस्तो सोधिन सक्छ भन्दाखेरि त्यहाँ ओल्डरको बारेमा क्वेशन सोध्न सक्छ कस्तो क्वेशन छ अरे त्यही ओल्डरको बारेमा चाहिँ क्वेशन सोध्छ अर्को तपाईहरुले एउटा मध्य तपाईहरुले त्यो चाहिँ तपाईलाई पढाइन हैन तर त्यो तपाईहरुले आफैले हेर्नु होला तपाईहरुले त्यो चाहिँ आफैले हेर्नु होला हैन मैले भन्दा पनि हैन यो चाहिँ यसको प्रुफ चाहिँ हेर्नु होला है कुनै बेला चाहिँ सोधिन सक्छ भन्ने कुरा हो तर यही पढ्न सोध्छ भन्ने थाहा हुन्न कि यो चाहिँ तपाईहरुको होमवर्क हैन होमवर्क चाहिँ के भन्दाखेरि यो स्पेसिफिक चार्ज निकाल्ने हैन अथवा जे थोम्सन एक्सपेरिमेन्ट जे थोम्सन्स एक्सपेरिमेन्ट हैन जे एक्सपेरिमेन्ट प्रुफ चाहिँ गरेर आउनु होला है ठीक छ नि जे थोम्सन एक्सपेरिमेन्ट चाहिँ भोलि आउँदाखेरि गरेर आउनु होला ठीक छ ठीक छ यो एउटा यति समस्या गरेर आउनु होला है ल म तपाईलाई एउटा क्वेशन दिन्छु ल क्वेशन दिनु तपाईलाई एउटा क्वेशन दिनु कि नै दिनु सर गर्छौ त तिमीहरुले गर्छौ कि नै गएन भने त के दियो हैन र ल ठिकै छ म एउटा क्वेशन दिन्छु है ल एउटा क्वेशन ल सजिलो क्वेशन ल लगभग आधा कतिवटा क्वेशन हुन्छ बाकी क्वेशन हामी भोलि पनि गर्छौं है ल हेरौँ है क्याल्कुलेट किनभने मेरो डाटा सकिन्छ लाइन अलिक जान्छ आउँछ भनेर क्याल्कुलेट द रेडियस अफ वाटर ड्रप which would just remains suspended in electric field at 300 per centimeter and charged with 1 electron. ल यहाँ एउटा क्वेशन है क्याल्कुलेट द रेडियस अफ वाटर ड्रप which would just remain suspended in electric field at 300 हैन 300 volt per centimeter and charged with 1 electron. ल यो क्वेशन गर्न सकिन्छ यो क्वेशन गर्न सकिन्छ कि हैन ह यो क्वेशन 4 मार्क्सको क्वेशन आको हो यो चाहिँ एसएसबी क्वेशन हो ल यो क्वेशन मैले प्र्याक्टिस गर्न गरे पहिला है ल यो क्वेशन म गर्दिन्छु ल हेर्नु सोल्युसन कसरी गर्ने भन्ने कुरा यसमा फर्मुला के लाग्छ भन्दाखेरि नि यसमा दुईटा फर्मुला लाग्छ र यसमा एउटा फर्मुला लाग्छ के भन्दाखेरि एउटा मात्र फर्मुला लाग्छ त्यो फर्मुला के भन्दाखेरि mg = qe के रे mg = qe भन्ने फर्मुला छ के एउटा यो स्टेशनरी अर्बिटको मतलब फर्मुला छ यो इन्ट्रान्स गर्न तपाईलाई चाहिँ सजिलो हुन्छ यहाँबाट के निकाल्नु पर्ने छ भन्दा तपाईले रेडियस निकाल्नु पर्ने छ हैन सो अब रेडियस निकाल्नलाई के छ भन्दा यहाँ ल यो तपाईलाई e पनि दिएको छ q पनि थाहा छ g पनि थाहा छ m मात्र थाहा छैन अब मास फर्मुला के हुन्छ भन्दा डेन्सिटी = के हुन्छ रे मास बाइ भोल्युम हुन्छ के हुन्छ रे मास बाइ भोल्युम हुन्छ है के हुन्छ रे मास अपन भोल्युम तपाईहरुको मेन फर्मुला भइहाल्यो है तर मास भनेको के हुन्छ भन्दा डेन्सिटी इन्टु भोल्युम हैन अब वाटर ड्रप भनेको कस्तो हुन्छ त्यसको भोल्युम के हो भन्दाखेरि सिम्पली 4/3 pi r cube अनि रो भइहाल्यो है यो तपाईको मेन कुरा यहाँबाट आयो सो 4/3 pi r cube रो g = qe अनि यो यसको मेन फर्मुला यहाँबाट तपाईलाई चाहिने भनेको r मात्र निकाल्नु पर्ने छ सो को कसरी निकाल्ने भन्दाखेरि r cube = 3qe डिवाइडेड बाइ हैन 4 pi rho g हैन अब सबै भ्यालुहरु हाल्नु qe pi rho g रो भ्यालु कति हाल्ने भन्दा 1000 हाल्दिनु हैन g भ्यालु कति हाल्ने भन्दा 9.8 हाल्दिने q
क्यू को भ्यालु कति हाल्ने क्यू इक्वल्स कति हुन्छ 1.6 × 10⁻⁻9 हाल्दिने यहाँ ई पनि दिएको छ यसलाई अब मिटरमा लादा हुन्छ सेन्टिमिटरमा दिएको छ लास्टमा भ्यालु हाल्सकेपछि यो क्युब रुट गरिदिने यसरी हाल्छ ठीक छ गर्न सकिन्छ कि नै गर्न सक्नुहुन्छ एकपल्ट यो क्वेशनको एन्सर निकालेर देखाउनुस् कति आउँछ यो क्वेशनको एन्सर निकालेर देखाउनुस् यो प्रोसेस गरेर कति आउँछ एन्सर ल गर्नुस् त 5 मिनेट तपाईलाई टाइम छ ल 5 मिनेट यसको कति एन्सर आउँछ भन्नु मलाई ल गर्नुहोस् रोसिका तपाईले गर्नुभयो हेलो गर्दैछु छिटो गर्नु ल यो फर्मुला मैले भनिसकेको छु अब चट्टसँगले भ्यालुहरु हाल्ने सल्भ गर्ने हो यो स्टेसनरी गरेर क्वेशन सोधियो भने एकदम सजिलो कुरा हो र सोध्दैन भन्ने कुरा मात्रै हो सोध्दैन के गर्नुहुन्छ अब ल तपाईहरुलाई 5 मिनेट टाइम है त यसपछि हामीहरु अब भोलि भनेको एक रातको कुरा हुन्छ यसको अनि त्यसपछि भनेको चाहिँ अब के गर्छ भन्दाखेरि यो भन्दा पनि यसबाट त्यति मात्र बुझ्न सक्छ अब अरुबाट चाहिँ धेरै बुझ्न सक्छ के है त त्यही भएर त गति तपाईहरुलाई मैले यो क्वेशनमा धेरै यो क्वेशनमा फोकस धेरै गरे हैन एक दुईटा कुराहरुले प्लिज आफैले पनि हेर्नु होला र सबै सरले पढाउन सक्दैन हैन है 30 दिनमा कहिले पनि होल सिलेबस सकिदैन तर सकिन्छ कि सक्न सकिन्थ्यो होला लेको ढिलो भयो के अगाडि छिटो आउनु पर्थ्यो रिजल्ट अगाडि एक्जाम छिटो भयो के तपाईको योपल्ट हामी अहिले कहाँ छौ भन्दाखेरि हामी अहिले डे 10 मा छ भर्खर डे 10 मा छ डे 13 सम्म पुग्न कति बाँकी छ अनि अब इलेक्ट्रोन सक्यो फोटोन्समा एक दिन लाग्छ अब चाहिँ फोटोन्समा एक दिन लाग्छ त्यसपछि एनर्जी क्वान्टाइजेसन 2 दिन रेडियोएक्टिभिटी एक दिन न्यूक्लियर रिएक्सन एक दिन सक्यो त्यसपछि यो हप्ता भरिमा सकिन्छ हैन त्यसपछि अर्को हप्तामा हामी वेभ प्याटर्न टेस्टिङहरु पढ्छौं लाइट करेन्ट पढ्छौं सबभन्दा लास्टमा चाहिँ हाम्रो इलेक्ट्रिकल सर्किट्स है ल एक दिन दिएको छ इफ क्वेशन्सहरुमा केही पनि डाउट आयो भने क्वेशन्सहरु राख्नु होला यतिकै बसेर हुँदैन लास्ट हाउरमा कसैले गर्दिन होला छैन है सजिलै अझै क्वेशन्सहरु सोध्ने है त सर आन्सर कति आउँछ तिम्रो कति आयो 2.3 × 10⁻⁶ यसले काम गर्नु होला मैले हेरेको छैन आन्सर त अरु कति निकाल्नु भयो सर 2.3 × 10⁻⁶ नै आछ 2.3 अरे जेमा दिन्छ निकाल्दिनु त त्यही भएर चाहिँ सोधेको त कति आयो भने जे पाइदिन्छ निकाल्दियो तपाईहरुले मिटरलाई सेन्टिमिटर लानुभयो सेन्टिमिटरलाई मिटरमा लानुभयो कि नै सेन्टिमिटरलाई मिटरमा लानुभयो कि नै लानु भएन है सर छैन अब लानुभयो भन्दा पनि यस्तो टाउको दुखाइ हुन्छ त लानु लगे सर भन्दा भयो एकछिन म सेन्टिमिटर हुन्छ नि यो सेन्टिमिटरलाई मिटरमा लानु भयो कि नै कति सोध्या मैले लानु भएन हैन ठिकै छ म आफै गरिदिन्छु होस् तपाईलाई मैले गर्न दिनु नै मेरो मैले मिस्टेक गरे के मैले आफै गर्नुपर्ने कुरा ठीक छ ल म आफै गर्छु है तपाईलाई मैले डेन्सिटी भ्यालु दिइहाले जी पोइन्ट भ्यालु दिइहाले क्यू पोइन्ट भ्यालु दिइहाले नदिएको भ्यालु भनेको ई मात्र हो ई को भ्यालु के हुन्छ भन्दाखेरि 300 भोल्ट छ पर सेन्टिमिटर छ अब यहाँ सबै कुरा के छ भन्दाखेरि यो पनि मिटर सबै मिटरमा छ मिटरको टर्ममा छ यहाँ के छ सेन्टिमिटर छ अब सेन्टिमिटरलाई मिटरमा लान के गर्नुपर्छ सेन्टिमिटरलाई मिटरमा लान के गर्नुपर्छ सहिले मल्टिप्लाई हो र होइन होला हेर 1 सेन्टिमिटर इक्वल्स के हुन्छ अरे 100 मिटर हो यो नि एक नै सो 1 मिटर बराबर कति हुन्छ 1/100 सेन्टिमिटर हुन्छ है बुझ्यो कि नै पर सेन्टिमिटर भनिसकेपछि यसमा भनेको कति आउनु पर्यो भन्दाखेरि अब यहाँ 1 मिटर ल्याउनको लागि चाहिँ 1/100 लेख्दै गर्नु पर्यो डिभाइड गर्नु पर्यो पहिला 300 × 100 हुन्छ दैट इज 30000 हुने भयो होला 30000 हुन्छ होला हैन 30000 भयो अब सबै भ्यालु मलाई यहाँ राख्छु ल r³ = 3 * अनि नेक्स्ट कलर लिनु पर्यो 1.6 × 10⁻⁻19 * 30000 हजुर सर हजुर 1 सेन्टिमिटर = 100 मिटर हो त कति हुन्छ 1000 होला 1000 हो कति भन न 1 मिटर = 100 cm होला 100 cm चाहिँ हो नि त त्यति तिमीलाई सोधिरहेको कति 1 सेन्टिमिटर = 100 मिटर हुन्छ कि 1 मिटर = 100 सेन्टिमिटर हुन्छ त्यति सोधिरहेको 1 मिटर = 100 सेन्टिमिटर त्यसरी भन्नु पर्यो नि त दिमाग भन्ने कुरा तिमीको छैन हो त सर हेर्नु पर्यो मजाले ल हेर के हुन्छ अरे 100 सेन्टिमिटर = के हुन्छ अरे 1 मिटर हुन्छ भनेपछि 1 सेन्टिमिटर = के हुन्छ अरे 1/100
100 मिटर हुन्छ है त्यही भएर यहाँ 1/100 आउँछ है एक्ज्याक्टली यो चाहिँ यहाँ 1 सेन्टिमिटर छ नि त त्यही भएर यहाँ 1/100 आएको है त ल अब यहाँ फोपाई त आउने आन्सर चाहिँ अब अगाडिको सेम त तिमीहरूले हेरेर तिमीले कति चाहिँ ध्यान दिइरहेको छ कि नै भनेर कन्भर्जन नै आएन भने चाहिँ अब एकदमै चाहिँ नपढ्दा नै हुन्छ एक्जामको लागि चाहिँ म त्यही भन्छु कन्भर्जन नै बिर्स्यो भने चाहिँ अब डेन्सिटी भ्यालु कति हाल्ने 1000 अब ग्रेभिटी भ्यालु कति हाल्ने 9.8 हाल्ने यो सबैले हाल्दा क्याल्कुलेटरमा कति आउँछ क्याल्कुलेटरमा हाल्दा कति आउँछ समथिङ ल तिमीले भनेन कि म भनिदिन्छु 1.17 इन्टु 10 पावर -39 आउनु पर्ने हो है -39 आउँछ होला यति समथिङ आउँछ होला हैन अब यसलाई चाहिँ क्युब रुटमा यदि हाल्ने भने अनि आर्क मात्र हेर्ने भने आर्क भएर लास्टमा आउनु पर्ने भनेको 4.89 इन्टु 10 पावर -7 मिटर त्यति आउँछ है त यति लगभग एन्सर हाम्रो हो अरु चाहिँ लगभग त्यस्तै हो है यति नै हो खासमा निकाल्नु पर्ने एन्सर यो भन्दा खासै अरु केही पनि छैन है सो यो कुरामा चाहिँ थोरै ध्यान दिनु होला हैन भन्दा पनि यो निकाल्ने प्रोसेसमा यो कन्भर्जनमा यो त सिम्पल कुराहरुमा चाहिँ तपाईले ध्यान दिनु भने चाहिँ एक्जाममा चाहिँ गाह्रो हुन्छ है यो निकाल्नु भन्दा पनि क्वेशन निकाल्नु इज ठुलो कुरा होइन तर हैन एक्ज्याक्टली प्रोसेस गर्नु चाहिँ देयर इज बाइ इलेक्ट्रिकल म्याग्नेटिक फिल्ड त्यो पनि गर्दा हुन्छ इसाम भाइ डिफ्लेक्टेड हुन्छ ल इलेक्ट्रिकल म्याग्नेटिक फिल्डबाट चाहिँ डिफ्लेक्टेड हुन्छ क्याथोडहरू है त्यो पनि पढ्दै हुन्छ आफरले अनि तपाईलाई लेखेको कुराहरु सबै सब्जेक्ट हुन्न यसको थोरै हेर्नु होला आफैले पनि है कुनै कुनै कुराहरुमा म छुटेको सक्छु यति कुराहरु चाहिँ मैले पढ्नु पर्छ भनेर दिमाग माइन्डमा सेटअप गर्नु होला है यो भन्दा खासै धेरै केही पनि हुन्न है त ठिक छ नि मस्टली रिपिट भएको कुराहरु चाहिँ यो भन्दा पनि अझै अब कुनै